नमस्कार सबैजनालाई। मैले चाहिँ आज यो अफिसरको एक्जामलाई नै टार्गेट गरेर अफिसरको सिलेबसमै आधारित भएर मैले केही प्रश्नहरू लिएर आएको छु, जुन चाहिँ इफ कन्डिसनलको बारेमा छ है। पहिला सुरुमा चाहिँ बुझ्नुहोस् है, यो इफ कन्डिसनलको जम्मा 4वटा कन्डिसन हुन्छ। एउटा पहिलो रहेको छ जेरो कन्डिसनल। जेरो कन्डिसनल भन्ने बित्तिकै के हो भन्दा चाहिँ फ्याक्चुअल कुरा, जुन चाहिँ के छ ध्रुव सत्य कुरा छ, जुन परिवर्तन गरेर परिवर्तन हुँदैन, जुन चाहिँ विश्वभरि नै एउटै छ, त्यो कुरोमा त्यसलाई हामी ध्रुव सत्य कुरा भन्छौँ। त्यस्तोमा चाहिँ जहिले पनि के आएको हुन्छ, इफमा पनि सिम्पल प्रेजेन्ट आएको हुन्छ अनि उतापट्टि पनि हामीले के को प्रयोग गर्छौँ, सिम्पल प्रेजेन्टकै प्रयोग गर्छौँ। सिम्पल प्रेजेन्ट भन्ने बित्तिकै के हुन्छ, सब्जेक्ट प्लस भर्ब 1 भर्ब 5 प्लस अब्जेक्टको प्रयोग गरिन्छ। बुझ्नुभयो नि? त्यही भएर अब इफ यु हिट आइस भनौँ, युले हिट किन आयो भन्दा, भर्ब 1 किन आयो भन्दा युले जहिले पनि भर्ब 1 लिन्छ। अब हि सी इटले के लिन्छ, युले के लिन्छ, आईले के लिन्छ, यो सम्बन्धी मैले भिडियो बनाइसकेको छु, हेर्न सक्नुहुन्छ। अनि युले त्यही भएर इफ यु हिट आइस इट डट इन्टु भनौँ, मैले भनेको छु के भन्दा अगाडि पनि सिम्पल प्रेजेन्ट हुन्छ, उतापट्टि पनि सिम्पल प्रेजेन्ट हुन्छ भनेको छु। त्यही भएर के हो, मेल्स हुन्छ, एमइएलटिएस मेल्स हुन्छ। किनकि इटले फेरि भर्ब 1 किन आएन, ए किन नभएको त भन्नु होला, किनकि इटले कहिले पनि भर्ब 1 लिँदैन, भर्ब 5 लिन्छ। त्यही भएर मेल्स भयो है, बी भयो आन्सर हो। यही अनुसारको अब एक्जाममा यसरी जेरो कन्डिसनल आयो भने यही अनुसार गर्ने है। अनि सेकेन्ड अर्को रहेको छ फर्स्ट कन्डिसनल। फर्स्ट कन्डिसनल भनेको चाहिँ पहिलो स्ट्रक्चर चाहिँ जहिले पनि के हुन्छ, सिम्पल प्रेजेन्ट हुन्छ, सिम्पल प्रेजेन्ट टेन्समा हुन्छ भनौँ न, प्रेजेन्ट टेन्समा हुन्छ। दोस्रोमा चाहिँ हामीले के गर्न सक्छौँ, फ्युचर पोसिबिलिटी अनुसार चाहिँ हामीले फ्युचरमा चाहिँ अथवा सिम्पल फ्युचरमा चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। एक्जाम्पलबाट अझ क्लियर हुनेछ, हेर्नुहोस् है। इफ सी डट ह्याड सी विल पास द कम्पिटिटिभ एक्जाम भन्यो। अब यसमा चाहिँ इफ अगाडिको सोध्यो, यता पछाडि चाहिँ हामीले इफको दिएको थियो, पछाडिको सोधेको थियो, तर यसमा अगाडिको सोध्यो। उतापट्टि विल प्लस भर्ब 1 आयो, यो भनेको के हो, सिम्पल फ्युचर हो। सिम्पल फ्युचर आयो, विल प्लस भर्ब 1 आयो भने चाहिँ सिम्पल फ्युचर रहेछ। त्यही भएर हामीले यता के बनाउनु पर्छ, यता के बनाउनु पर्यो, सिम्पल प्रेजेन्ट बनाउनु पर्ने हुन्छ। अब हेर्नुहोस् है, स्टडी हुन्छ, स्टडी हुनसक्छ सीले स्टडी भर्ब 1 लिन्छ र कहिले लिनै सक्दैन, सीले कहिले पनि भर्ब 1 लिँदैन, त्यही भएर स्टडी हुनै सक्दैन। अर्को सी अप्सन हेर्नुहोस् त, स्टडिड भनेको छ, त्यसमा स्टडिड हुन्छ हुँदैन, किनकि सिम्पल प्रेजेन्ट टेन्समा हुन्छ भनेर भनेको छु मैले होइन। स्टडिड भनेपछि के भयो, पास्ट टेन्स भयो। बुझ्नुभयो नि? त्यही भएर स्टडिड पनि हुँदैन। ह्याड स्टडिड हुन्छ हुँदैन, किन भन्दा त्यो भनेको पास्ट पर्फेक्ट हो। बुझ्नुभयो नि? त्यही भएर के हुन्छ त, इफ सी स्टडिज, बी अप्सन इज करेक्ट, बी अप्सन इज करेक्ट, स्टडिज हुन्छ। किन हुन्छ, सीले जहिले पनि भर्ब 5 लिन्छ। प्रेजेन्ट भयो, यता प्रेजेन्ट भयो, उता के भयो, सब्जेक्ट के, उता के भयो, सिम्पल फ्युचर भयो है। दोस्रो कन्डिसन के रहेछ त, एकातिर इफमा के हुन्छ, प्रेजेन्ट हुन्छ, उतातिर के हुन्छ। अब यो सेकेन्ड कन्डिसनल हेरौँ है त। सेकेन्ड कन्डिसनल भनेको चाहिँ एकातिर सिम्पल पास्ट हुन्छ, बुझ्नुभयो नि, अर्कोतिर के हुन्छ त, अर्कोतिर चाहिँ के हुन्छ भन्दा वुड, कुड होइन, सुड प्लस भर्ब 1 हुन्छ। बुझ्नुभयो नि? सिम्पल पास्ट देख्ने बित्तिकै अब वुड प्लस भर्ब 1 खोज्ने हजुरले। अब जस्तो हेर्नुहोस् है, त्यसमा चाहिँ इफ वालै सोधेको छ, एक्जाम्पलबाट बुझौँ, यो एक्जाम्पलबाटै हो बुझ्ने। इफ आई डट मोर फ्री टाइम आई वुड लर्न अ न्यू ल्याङ्ग्वेज भन्यो, वुड लर्न आयो। अब पछाडि नै आइदियो कि, यो चाहिँ अगाडिको सोध्यो हामीले। अब वुड लर्न, वुड प्लस भर्ब 1 आएको छ, त्यसमा आउने बित्तिकै इफमा के हुन्छ भन्नुहोस् त, सिम्पल पास्ट हुन्छ होइन। के हुन्छ भन्दा यसमा चाहिँ यसको स्ट्रक्चर के हो भन्दा एकातिर के हुन्छ, एकातिर हुन्छ सिम्पल पास्ट, अर्कोतिर के हुन्छ त वुड प्लस भर्ब 1 हुन्छ। इफमा के हुन्छ, सिम्पल पास्ट हुन्छ। त्यही भएर यसमा चाहिँ हेर्नुहोस् है त, यसमा के भनिसकेको छ, यसमा वुड लर्न भनेर वुड प्लस भर्ब 1 आइसक्यो। त्यही भएर अगाडि के हुन्छ त, इफ आई ह्याड भयो। त्यही भएर किनकि ह्याभ किन भएन, ह्याभ भनेको भर्ब 1 हो। अब अर्को लास्ट वाला छ अर्को, यो चाहिँ हो कस्तो भन्दा चाहिँ थर्ड कन्डिसनल रहेको छ। थर्ड कन्डिसनल भनेको चाहिँ कस्तो भन्दा चाहिँ एकातिर इफमा चाहिँ सिम्पल के अरे पास्ट पर्फेक्ट
टेन्सको प्रयोग हुन्छ, ह्याड प्लस भर्ब 3 आउँछ है। अनि उतापट्टि चाहिँ के हुन्छ, वुड ह्याभ प्लस भर्ब 3 होइन, यो हुन्छ है उतापट्टि। त्यस्तो टाइपको चाहिँ के हो, थर्ड कन्डिसनल हो। अब हजुरहरूले के बुझ्नु पर्यो भन्दा इफमा जहिले पनि के हुने रहेछ, पास्ट पर्फेक्ट टेन्सको प्रयोग हुने रहेछ। उतापट्टि चाहिँ वुड प्लस ह्याभ प्लस भर्ब 3 को प्रयोग हुन्छ। त्यही भएर हेर्न सक्नुहुन्छ हजुरले 4 मा एक्जाम्पलबाट हेर्नुहोस् है। इफ दे डडन्ट अर्लियर दे वुड ह्याभ कट द फ्लाइट भन्यो है। भनेपछि इफ दे, अब के हुन्छ उता वुड प्लस ह्याभ प्लस भर्ब 3 आयो, कट भनेको भर्ब 3 हो होइन। त्यही भएर अब हजुरहरूले के भन्ने त भन्दा वुड प्लस ह्याभ प्लस भर्ब 3 आइसकेपछि यता के हुन्छ, इफमा के हुन्छ त पास्ट पर्फेक्ट टेन्सको प्रयोग हुन्छ। त्यही भएर के भयो त, ए अप्सन हेरौँ त, लिभ भनेको छ, लिभ हुन्छ त हुँदैन। किन भन्दा लिभ भनेको त भर्ब 1 मात्रै हो, भर्ब 1 हुँदैन। लेफ्ट हुन्छ, हुँदैन। किनकि लेफ्ट भनेको भर्ब 2 मात्रै हो, भर्ब 2 हुँदैन। ह्याड प्लस भर्ब 3 लेफ्ट आएको छ त्यहाँ हेर्नुहोस् त सीमा, हो त्यो चाहिँ हुन्छ। त्यही भएर अप्सन सी इज द करेक्ट आन्सर। ल थ्याङ्क यू सो मच फर वाचिङ होइन। मलाई चाहिँ साथ दिनुहोला। म यस्तै अङ्ग्रेजी सम्बन्धीका भिडियोजहरू, ग्रामर सम्बन्धीका भिडियोजहरू होइन, सबैलाई मिल्ने खालका, जेरोदेखि नै अङ्ग्रेजी कसरी जान्न सकिन्छ त भन्दै हुनुहुन्छ भने पनि मेरा भिडियोहरू हजुरहरूको लागि उपयोगी हुनेछन् होइन। अहिले चाहिँ मैले अफिसरको एक्जामको लागि टार्गेट गरेर बनाइरहेको छु। पछि सबै लेभलको परीक्षाको लागि र सबैलाई हुने गरेर आउनेछ। थ्याङ्क यू सो मच र मलाई यस्तै सपोर्ट गर्नुहोला।